मिनी ब्लग डे 21 आज वेडनेसडे बाहिरको भ्यू यताको भ्यू अनि यो लभली डाँडाको भ्यू अनि त्यसपछि बहिनीको यो फोटोबाट फोटो बनाइदिएँ फोटो यही हो हैन अनि त्यसपछि साथीले मलाई लेक साइड बोलायो हैन साथीलाई भेट्न गएको लेक साइडतिर त्यहाँ चाहिँ खतरा पानी परेर रहेछ पानी पनि एकदम ठुल्ठुलो परेको क्या यी साथी चाहिँ यही हो अनि पानी परेर हामी एकछिन यता क्याफेतिर बस्दिहाल्यो अनि यता दोकानतिर फर्क्यो त यतातिर त पानी नै छैन यार त सुक्खै छ यतातिर त अनि दुकान आएपछि एउटा भाइको फोटो निकालिदिएँ यो चाहिँ मैले फोटो खिचेको फोटो हो सेफ थियो अनि त्यसपछि एउटा बा आउनुभयो उसले चाहिँ अब फोटोबाट फोटो निकालिदिनु भनेर फोटो दिनुभएको थियो मैले फोटो बनाइदिएँ खास फोटो त हिजो दिएको अनि आज चाहिँ एडिट गरिदिएको आज एडिट गरेर हेर्नु फोटो अनि यो फ्रेम अनि बा चाहिँ वहीँ हो बा लगातार 3 दिन भयो आउनुभएको अस्ति हिजो आज चाहिँ फोटोकपी पनि गर्नुभयो र बा चाहिँ जानुभयो एकदम खुसी भएर अनि त्यसपछि एउटा अङ्कल के अरे मोबाइलबाट डकुमेन्ट निकालिदिएँ अनि अङ्कलले चाहिँ फोन आएर हापाएको हुनुभयो त्यसपछि हाम्रो लाउरे बाको पनि फोटोकपी गरिदिएँ अनि त्यसपछि एउटा आर्टलाई मैले फ्रेममा हालिदिएँ यो आर्ट हेर्नु त खत्रै रहेछ ह्यान्डमेड रे अनि त्यसपछि एउटा दाईको फोटो हेर्नु एडिट गरेको जोइन गरिदिएको दुईवटा फोटो अनि उहाँले चाहिँ आफ्नो फोटो बनाउनु भयो र आफ्नो भान्जाको फोटो बनाउनु भयो यहाँ चाहिँ फोटो निकालिदिएँ होइन फोटो निकालेर चाहिँ अनि फ्रेममा हालिदिएँ सिनेमेटिक सर्ट हेर्नुहोस् अनि यो अङ्कलको चाहिँ मैले यो फोटो लिएको चाहिँ भिडियो बनाउन पाएन रियाक्सनको भिडियो चाहिँ बनाउन पाएन होइन त्यस रियाक्सन चाहिँ दाइ चाहिँ खुसी हुने भयो राम्रो बनाइदियो भाइ भन्नुभयो होइन उहाँको चाहिँ फोटो यही हो अनि त्यसपछि राति भइसक्यो यहाँसम्म हेरिदिनु भयो हजुरलाई धेरै धेरै धन्यवाद भोलिको भिडियो हेर्न नबिर्सिनु होला हस् त भोलि भेटौँला